हेलो गाइस, नमस्ते, सेवा हौवा सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। अलिकति लामो समयपछि फेरि पनि म अर्को भिडियो लिएर आएको छु। तपाईहरुले हेरेर मलाई सपोर्ट गर्नु होला है। सो अहिले चाहिँ म सोलुखुम्बुको सोताङ गाउँपालिकामा छु अनि म चाहिँ यहाँ चाहिँ बाबुको स्कुल छुट्टी भएर आएको टाइमको भिडियोहरु हो। भिडियो अलि पुरानो छ, मैले एडिट गर्न टाइम लगाए। सो सबैजनाले हेर्नु होला। मेरो गाउँघरको बसाइ यस्तै छ गाइस है। मेरो टाइमहरु यसरी बितिरहेछ। सो बाबा छोरा स्कुल जानुहुन्छ, म चाहिँ घरमा सासु मम्मीहरुसँग काम गर्छु अनि त्यसपछि मेरो दिनहरु चाहिँ यसरी बितिरहेछ है गाइजहरु। हालेको भैँसीको दुध म चाहिँ यहाँ दुध तताउँदै छु। गाउँघर भनेको यस्तै हो के गाइस। गाउँघरमा बस्न दुःख भए पनि खाने ओर्ने चाहिँ एकदम सुख हुन्छ है। कामको दुःख भन्छ, कामको दुःख भए पनि खानालाई चाहिँ एकदम सुख। गाउँघर हो नि त हैन। अब गाउँघरमा के हुन्छ कस्तो हुन्छ भन्ने त अब यहाँहरुलाई पनि धेरैलाई थाहा नै छ हैन। मेरो मम्मीहरुले सासु मम्मीहरुले चाहिँ एउटा भैँसी र एउटा गाई पाल्नु भएको छ अनि टन्नै दुध पनि दिँदै रहेछ क्या। अनि म चाहिँ बिहान चाहिँ अब खानासाना बनाउनलाई घर बसेको थिएँ। सो अनि त्यसपछि यो दुध तताउने हो। दुध तताए पछाडि चाहिँ खानाहरू बनाउने अनि मम्मीहरू चाहिँ त्यहाँनिर वस्तु सार्ने भनेर जानु भएको छ बारीमा। अनि म चाहिँ पुरा किचन म्यान हो नि त, अब के गर्नु हैन, खाना बनाउनु परिगयो। सो म चाहिँ अब खाना बनाउन लागिरहेको छु। मलाई गाउँघरमा बस्न चाहिँ छुट्टै आनन्द लाग्छ के हैन। यहाँनिर सबै कुरा आफ्नै आफ्नो हैन, किन्न पर्दैन के पनि, सबै कुरा आफ्नै घरमा हुन्छ। त्यही भएर पनि अनि धान पनि आफै फलाउने हो अनि चामल पनि आफ्नै घरमा हुन्छ। सो म चाहिँ अब चामल सिद्धेको रहेछ, केलाउन बाँकी रहेछ अनि चामल केलाउने हो। चामल केलाएर खाना बनाएर बाबा छोरालाई स्कुल पठाउनु छ हैन। सो मलाई कामहरु चाहिँ जे पनि गर्न चाहिँ नआउने चाहिँ केही पनि छैन। सबै कुरा मलाई कामहरु गर्न आउँछ। अलिकति कहिले कहिले चाहिँ अल्छी लाग्छ हो, काम पनि कति गर्ने होला भनेर हैन। तर पनि अल्छी मानेर भएन, काम त गर्नै पर्यो। सो अब चामल निकाले पछाडि चाहिँ खानाहरू बनाउने हो। सो मैले सबै भिडियोहरू चाहिँ क्याप्चर गर्दैन किनभने अब टाइम पनि हुन्न अनि अब त्यस्तै यो कामको बेलामा अब मोबाइल यसरी ठड्याउँदै हिँड्ने कुरा पनि त हुन्न नि हैन। त्यही भएर मैले चाहिँ कुनै पार्टहरू मलाई अलिकति चाहिँ म खिच्छु भन्ने जस्तो लाग्यो भने चाहिँ अलिकति खिचेर मैले चाहिँ भिडियोहरू बनाउने कोसिस गरेको छु। सो तपाईहरुले मलाई हेरेर साथ दिनु होला है। हातको हालत यस्तो भएको छ। हात के गर्नु है लैले, बिचरा मेरो हात। के भन्न रे मम्मी? बिरालाई पनि तेरो टाउको भन्दै हुन्छ मम्मी। अब हामी त गोबर बोक्ने हो गाइजहरु। अब हामी सासु बुहारीको यहाँ काम सुरु हुन्छ है। हेर्नुस् गोबर हो नि त, आलु रोप्ने हो नि त यसमा। त्यही भएर आलु यत्तिकै फल्दैन नि त आलु हैन है। आलु रोप्ने आलु ठुलो फलाउनु पर्ने आलु हरियो गोबर। कहाँ जानु हो मम्मी त? गोबरमा आलु रोप्ने हो। तपाईहरु केमा आलु रोप्नुहुन्छ कमेन्ट गर्नु ल गाइजहरु। हामी चाहिँ गोबरमा रोप्छौं। आलु रोप्ने हो। यो नयाँ गोबर लगेर ठुलो आलु फलाउने हो। हाम्रो मम्मीले बुहारी ठुलो आलु फलाउनुहुन्छ रे गोबर लगेर। कता जानुभयो खोइ, हराउनु भएछ मम्मी त। फेरि म मात्रै पो देखिरहेको छु। के मा यहाँ अडिँदैन फेरि यो माथि भित्तामा
यहाँ त कसरी उठ्नु र भरे ढुङ्गाइ मेरो पनि यहाँ त हुँदैन हौ कसरी उठ्छौ मेरोमा पो यो त के हो नि त त्यस्तै लगेको नि म त अस्ति त यो त सुकेको पो यो त फेरि अलिक गुबारिरहेछ हौ बहिनी तिमीले मोहनी लगा मम्मी त भाग्नु ए डोको ल्याइरहेको छु मैले पनि यहाँ देख्नु भएन गोबर उठाउनुलाई अब थालेको म बुढी मान्छेले पनि मेरो फोन त गोबर भयो ल ल ल हामी सासू बुहारीको काम यहाँ मम्मी अनि आज त बुहारीले छुवाइरहेको छ खुसी हुनुभएको होला होइन खुसी छु म खुसी छु अरू बेला त एक्लै काम गर्नुहुन्थ्यो एक्लै अघि पछि त रुँदै काम गर्छु आज त खुसी छु बुहारीले सघाइरहेको छ म फेरि एक दिन सघाउँछु गाउँ ठुलो कुरा गर्दिनँ नि गाइज यसै गरी सधैँ बुहारीले सघाइरहनु पा त सघाइरहे त म त झन् खुसी म एक दिन गोबर बोक्छु ठुलो कुरा गरिहाल्छु फेरि तर बोक्नु चाहिँ बोक्छु नबोक्ने चाहिँ होइन यस्तो हरियो गोबर बोकाएर कुद्छ काठमाडौँ कुद्छ भोलि पर्सि पुछार सुन्नु है यार मम्मीको कुरा म कुद्छु रे पुछार उँभो ठाएर पारेर कुद्छ घरमा बस्नु हुँदैन भन्दै कुद्छ को बस्छ त होइन यस्तो बोकाएपछि को बस्छ हौ यस्तो छेत्तेरीको अनि कुद्नु परेन त कुद्छ घरमा बस्नु हुँदैन भन्छ र म बुढीलाई नै यहाँ लगाइराख्छ र जान्छ ल धेर भयो है तरुनी छ एक डोकै बोक्छु म त सकिन्छ बोक्नु चाहिँ म बुढीले पनि बोक्छु 2 छाप्री छाप्री भने क्या मम्मी यो जग छाप्री भन्छ यस्तोलाई छाप्री भन्छ तिमीहरू बोल्नु जान्दैनौ न हामी बोल्नु जान्दैनौँ अरे छाप्री यो छाप्री म आज साह्रै निन्द्रा लाग्दा पनि बुहारी भएर लोभले कुदेको सुत्नु भनेको सुत्नु भएन फेरि म पनि कम्तक छैन मम्मीले नहेर्नुसम्म हिँड्दिनँ पर्खेकै हो म एक्लै लान्छु त भन्छ तर गएन अल्छी लाग्छ नि त अल्छी लाग्छ आगो पनि बालेको छ त्यहाँ फोन झलाउला बिरालो आयो फेरि घुँडा दुखेर यस्तो म बुढी मान्छेको दुख्छ के गर्नु मम्मी अब बुढी भइसक्नु भयो नि त के गर्नु है अब गाह्रो छ त आज चाहिँ हाम्रो स्पेसल डे हो आज चाहिँ हाम्रो एनिभर्सरी हाम्रो 8th एनिभर्सरी हो सो विस त बिहानै गरेको मैले त्यसको चाहिँ भिडियोहरू मैले के गिफ्ट दिएँ भनेर चाहिँ मैले भिडियो चाहिँ क्याप्चर गरेको थिइनँ अनि अब चाहिँ मेरो छोरा मेरो बुढा चाहिँ स्कुलबाट आउनु भएछ घरमा खाजा खाएर चाहिँ हामी फेरि मल बोक्ने अनि अलिकति बारी जोत्ने काम पनि छ आफ्नो हालत यस्तो भएको बेलामा सुन्तला खुवाइन्छ भने कत्रो आश गरेको दिन्छ हौ हातमा कस्तो आफ्नो चाहिँ यहाँ आज झन् एनिभर्सरी दिन नरिसाउँ भनौँ रिसाउनु आज एनिभर्सरीमा पापाले खुवाउनु मिठोको जेडा चाहिँ थाहा है गाइस सानो गुलियो छैन सानो गुलियो छैन अरे यदि न हामीलाई पनि कस्तो रिस उठ्ने हो त्यो मान्छेहरूलाई माथि भित्ता चोर जस्तो बसिन्छ मम्मी नि अलि उँभो आउनु मिलेर ठ्याक्क सानो गुलियो छैन हौ सुन्तला त राम्रामा हामी स्कुल जाँदा मम्मीहरूले चिनी हालेको छैन के हाल्नु सुन्तला पनि बेटु यसले अघि के भन्छ रोप भने फल्छ हेर आफ्नो हातले यस्तो दामी दामी यसको चाहिँ नि भन्छ कि हेर पुरा पार्टिसन भएको बुहारी फेरि आज
कोलो 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 हेर मल बोक्नु छोडेर कोलो कोलो गर्दै सुन्तला खाइरहेको छ हिजो जस्तो लाग्छ है हाम्रो बिहे भएको पनि 8 वर्ष पुरा भएछ सो हाम्रो छोरा पनि अब त्यसरी आफै नै पुरा हलो जोत्ने भइसक्यो अनि उसको रहर पनि होला हैन पछिको दिनमा त अब जोत्छ जोत्दैन थाहा भएन तर पुरा रहर गर्छ हेर्दा हेर्दै हाम्रो छोरा पनि 6 वर्षको छ हाम्रो छोरा चाहिँ 6 वर्षमा रनिङ छ अनि हाम्रो बिहे भएको पनि 8 वर्ष भइसकेछ अनि म चाहिँ यही भिडियोमा नै भन्न चाहे ह्यापी 8th एनिभर्सरी डियर बुढा तपाईँले त मलाई विश गर्नु भएन गिफ्ट पनि दिनु भएन त्यही पनि मैले चाहिँ फेरि बिहान पनि विश त गरेको तर पनि मलाई यो भिडियोमा चाहिँ भोइस कभर गर्न मन परेको भएर सो फेरि पनि वन्स अगेन ह्यापी 8th एनिभर्सरी बुढो टाइमहरु कति छिटै गएको है 8 वर्ष भइसकेछ हामी दुःख सुख हैन बाज्दै लड्दै जुत्दै मिल्दै अनि संघर्ष गरेको पनि 8 वर्ष भइसकेछ यस्तो धेरैवटा 8 वर्षहरु सँगसँगै पार गर्नु छ हैन सो थ्यांक यू सो मच फर दिस टाइम अनि एभ्रीथिङ है मलाई धेरै कुरा चाहिँ भन्न आएन सो मैले अहिले यति नै भने अनि हेर्दा हेर्दै हाम्रो छोरा पनि यति ठुलो भइसक्यो अझै जिम्मेवारी बढ्दै छ है मासुलाई कुटाउन कुनाकोलाई कुटा न लठीले कहाँ चाहिँ बाबु राम्रो जो त पछिसम्म मेरो छोरा ठुलो भएर पनि हेर्छ नि त म सानोमा कस्तो थिएँ सानोमा म के गर्न मन पराउँथेँ भनेर उसलाई हेर्नको लागि पनि एउटा मेमोरी हुन्छ भनेर पनि मैले भिडियो क्याप्चर गरेको र मैले चाहिँ आफ्नो युट्युब च्यानलमा पनि हाल्न चाहे छोरालाई पछि ऊ चाहिँ ठुलो होइन 20-22 वर्षको 25 वर्षको हुँदाखेरि ल हेर तिमी सानोमा यस्तो थियो यस्तो गर्थ्यौ यस्तो गर्न मन पराउँथ्यौ भनेर उसलाई देखाउन पाएँ नि त होइन एउटा मेमोरीको लागि पनि हुन्छ अनि आफूलाई कस्तो रमाइलो लाग्ने के छोरा त यति ठुलो भइसक्यो जस्तो लाग्ने नि त त्यही भएर पनि मैले चाहिँ भिडियो क्याप्चर गरेँ हेलो भनिदिनु त पुरा म भिडियो इन गर्छु के त हेलो भनिदिनु न हेलो आज हाम्रो के हो एनिभर्सरीमा एउटा चक्लेट पनि दिनु भएन मलाई त यस्तो कसैको बुढा छ एउटा चक्लेट पनि नदिने मेरो छ मेरो मेरो सुन्नु न पुरा कति खान्द्राङ गरेको आज हाम्रो एनिभर्सरी होइन 8 आज हाम्रो 8 एनिभर्सरी है 8th अनि 8 वर्षको यत्रो 8 वर्षसम्म म उसँग बस्नु सक्ने क्षमता भएको मान्छे होइन 8 वर्षसम्म मैले उसलाई झेल्न सकेकोमा मलाई एउटा चक्लेटसम्म दिँदैन हो कस्तो मान्छे होला नट अ जोक है गाइज 8 वर्ष भनेको थोरै समय हो यहाँ छोराले मलाई हेर्नु न फेरि बाबालाई चिटिङ गर्न कसले खान्छ कि तितो नतितो चक्लेट कसले खान्छ हौ यस्तो खाएको यस्तो नमिठो चक्लेट दिएर पनि एनिभर्सरी मनाउँछ कसैले रिस उठ्ने सो आजको दिनभरिको भिडियो चाहिँ हेरेर रमाइलो गर्नु होला मेरो दिनभरि भन्दा नि मेरो छोटो छोटो भिडियोहरू छ हेर्नु होला है मलाई किन नदिनु भएको उपहार भन्नु त म बुढै डल्लै उपहार हो तिमीलाई के भन्नु चाहियो के खोजेको तिमीले त्यस्तो तपाईँ त हुनुहुन्छ थाहा छ तर तपाईँको स्पेशल पनि के हुनु पर्यो नि त यस्तो लोभी बुढा त कसैको पनि छैन होला है मेरो जस्तो एउटा चक्लेट शुद्ध दिँदैन अनि त्यही पनि म झेलिरहेको छु उसलाई है गाइज अब के गर्नु यस्तै छ कुकुरको आमा बिरालोको मुमा बनाउँछन् जेन सो हुँदैछ यहाँ गाइज मेरो बुढाको बडी के भन्छ यस्तोलाई आर्म्स सो हुँदैछ बेबी वेयर इज योर बेबी
मेरो मेरो बेबी छोराको फेभरेट फेरि घरपालुवा पाल्तुहरू यो चाहिँ एनिमल लभर हो कि हाम्रो छोरा चाहिँ कस्तो माया गर्छ भने के अरे कुकुर बिरालोहरू चाहिँ तपाईँहरूले मेरो फेसमा के नोटिस गर्नुभएको छ गाइज हेर्नु त तपाईँले के नोटिस गर्नुभएको छ मेरो फेसमा हेर्नु त चिल्लो नै टिल्किने नै त हुँदैन मेकअप नै म कहाँ मेकअप राति गरेको छु मेरो फेस चाहिँ यस्तै ल हेर्नु न के केही छैन म पिम्पल छैन पिम्पल मेरो सिन्दुर हो मैले कति लाएको थिएन नभएर अस्ति यहाँ रहेछ निकालेर लाएको विवाहित महिलाको निधारमा सिन्दुर हुनु टिका हुनु नो 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 यता चाहिँ देखाउने कता चाहिँ मेरो छोराको एकल मात्रै चेहरा फेरि बिरालो हेर्नु कति मानेको क्या गुड नाइट गरिदियो अमै फुपालाई पनि चाट्दैछ राख्थ्यो ऊ राखेर कुनामा सुताऊ सुताऊ अब सुताऊ है तिमीलाई कस्तो केटा मनपर्छ गाउँमै बस्ने परिवारलाई हेर्ने घमण्ड नगर्ने नरिसाउने हाँसिराख्ने